यदि तपाईँ नदी नजिकका जग्गाहरू किन्न अथवा घर बनाउन लागिराख्नु भएको छ भने सर्वोच्च अदालतको पछिल्लो फैसला र प्रचलित कानुनलाई ध्यानमा राखेर यी महत्त्वपूर्ण कुराहरू अनिवार्य रूपमा जाँच गर्नुहोस्। सबैभन्दा पहिला रिभर कोरिडोरको आधिकारिक सीमा यानि कि बाउन्ड्री बुझ्नुहोस्। जग्गा नदी नजिक छ भन्दैमा अनुमानको आधारमा निर्णय नगर्नुहोस्। सम्बन्धित महानगरपालिका, नगरपालिका वा गाउँपालिकामा रहेको स्वीकृत रिभर कोरिडोर म्याप हेरेर तपाईको जग्गा संरक्षण क्षेत्रभित्र पर्छ कि पर्दैन भन्ने कुरा आधिकारिक रूपमा पुष्टि गर्नुहोस्। त्यसैगरी 2 नम्बरमा रहेको छ सम्बन्धित स्थानीय तहको भवन निर्माण मापदण्ड अनिवार्य रूपमा जाँच गर्नुहोस्। सर्वोच्च अदालतले यो कुरा स्पष्ट गरेको छ कि अहिले सबै ठाउँमा एउटै 20 मिटरको नियम लागू हुँदैन। त्यसैले तपाईको जग्गामा लागू हुने मापदण्ड सम्बन्धित स्थानीय तहको भवन निर्माण मापदण्ड, स्वीकृत रिभर कोरिडोर र प्रचलित कानुन अनुसार फरक हुन सक्छ। त्यसैगरी 3 नम्बरमा रहेको छ यदि तपाईले खोला नदी किनारामा घर बनाउन लाग्नु भएको छ अथवा जग्गा किन्न लाग्नु भएको छ भने त्यस्तो जग्गामा नक्सा पास हुन्छ कि हुँदैन भन्ने कुरा पहिले नै बुझ्नुहोस्। कतिपय जग्गाहरू किनबेच गर्न मिल्ने भए पनि भवन निर्माण गर्नको लागि अनुमति नपाउने अवस्थाहरू हुन सक्छन्। त्यसैले घर बनाउनु अघि सम्बन्धित स्थानीय तहको भवन शाखाबाट नक्सा स्वीकृत हुन सक्ने अवस्था छ कि छैन भन्ने कुरा लिखित अथवा आधिकारिक रूपमा स्पष्ट रूपमा बुझ्नु अत्यन्तै आवश्यक मानिन्छ। त्यसैगरी 4 नम्बरमा रहेको छ यदि त्यस्तो प्रोपर्टीबाट बैंकबाट ऋण लिनुपर्ने भएमा बैंकको नीतिहरू पनि बुझ्नुहोस्। धेरै जस्तो बैंकहरूले कानुनी जोखिम भएको अथवा रिभर कोरिडोर भित्र पर्ने जग्गाहरूमा ऋण स्वीकृत गर्नको लागि थप जाँच पनि गर्न सक्छन्। त्यसैले जग्गा किनिसकेपछि ऋण नपाउने अवस्था आउन नदिनको लागि बैंकको आवश्यक प्रक्रियाहरू र स्वीकृतिको सम्भावना बारे पहिले बुझ्नु बुद्धिमानी मानिन्छ। त्यसैगरी 5 नम्बरमा रहेको छ त्यस्ता खोला नदी किनाराका जग्गाहरू किन्नुभन्दा अगाडि कानुनी अवस्था र सरकारी अभिलेखहरू राम्रोसँग जाँच गर्नुहोस्। जग्गाको लाल पूर्जा, नापी नक्सा, फिल्डबुक, आवश्यक परे किताब विवरण र सम्बन्धित निकायको अभिलेखमा कुनै पनि कानुनी विवाद, सार्वजनिक प्रयोजन, नदी संरक्षण क्षेत्र वा अन्य कुनै प्रतिबन्ध छ कि छैन भन्ने कुरा राम्रोसँग जाँच गर्नुहोस्। यदि आवश्यक परेमा इन्जिनियर, सर्वेयर अथवा कानुनी व्यवसायीसँग परामर्श लिनु उपयुक्त हुन्छ। अन्त्यमा सर्वोच्च अदालतको पछिल्लो निर्णय अनुसार सबै ठाउँमा थप 20 मिटर छोड्नुपर्ने व्यवस्था हटाएको भए पनि यसको अर्थ नदी किनाराको सबै जग्गामा स्वतन्त्र रूपमा निर्माण गर्न पाइन्छ भन्ने होइन। अदालतले स्पष्ट रूपमा भनेको छ कि नदी संरक्षण, सार्वजनिक हित, प्रचलित कानुन, स्वीकृत रिभर कोरिडोर र स्थानीय तहको मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्छ। त्यसैले जग्गा किन्ने निर्णय केवल एजेन्ट, चिन्जानका व्यक्ति अथवा मौखिक जानकारीको आधारमा मात्र होइन, सम्बन्धित निकायको आधिकारिक जानकारीका आधारमा गर्नुहोस्। यही सावधानीले भविष्यमा नक्सा पास, बैंक ऋण, निर्माण अनुमति तथा अनेकौं कानुनी विवादहरूबाट बचाउन सक्छ। त्यसैले तपाईहरू पनि घर, जग्गा तथा रियल इस्टेटसँग सम्बन्धित यस्तै कानुनी अपडेटहरू तथा इन्फर्मेटिभ भिडियोहरू हेर्न चाहनुहुन्छ भने कृपया मेरो यस एकाउन्टलाई फलो गर्नुहोला र हजुरहरूलाई पनि कुनै किसिमका जिज्ञासा छ भने मलाई सिधै कमेन्टमा हजुरहरूले लेख्न सक्नुहुन्छ। त्यसको उत्तर चाहिँ म कमेन्ट मार्फतै अथवा अर्को भिडियोमा विस्तृत जानकारी सहित दिने प्रयास गर्नेछु। धन्यवाद।